पृथ्वीनारायण शाहको कालमा 1828 वैशाख 6मा कुमारी चोक अड्डा स्थापना भएको थियो। कुमारी चोक राज्यको हिसाब किताब केन्द्रीय रूपमा जाँच गर्ने सरकारी अड्डाको नाम थियो। हाल यो कार्यालय महालेखा नियन्त्रक कार्यालय मातहत पर्दछ। विभिन्न प्रशासनिक अड्डाका कर्मचारीहरूले गरेको आम्दानी र खर्चको विवरण जाँच गरेर दुरुस्त राख्नु कुमारी चोक अड्डाको मुख्य काम थियो। त्यहीदेखि व्यवस्थित रूपमा लेखा परीक्षण सुरु भएको हो। विवरण जाँच गर्दा अनियमित भएको पाइए सम्बन्धित कर्मचारीबाटै भराउने र गम्भीर अपराधका लागि दण्ड दिने समेत गरिन्थ्यो। अनियमित तरिकाबाट खर्च गर्नेलाई मात्र होइन, आम्दानी गर्ने कर्मचारीलाई पनि सो अड्डाले जरिवाना गर्ने, जागिरबाट बर्खास्त गर्ने र निज वा निजको सन्तानलाई समेत भविष्यमा सरकारी कामको लागि अयोग्य घोषित गर्ने र कैद गर्ने जस्ता सजाय दिन सक्थ्यो।